हेलो गाइस नमस्ते यहाँलाई स्वागत छ म कृष्ण प्रसाद पौडेल होइन हामी आज चाहिँ बाहिर टक्क लाएर चाहिँ गइरहेको छौँ मेरी बहिनीको बर्थडे होइन बर्थडे विस गर्ने भन्दा पनि यसो अब हामी फ्यामिली यसो बसेर चाहिँ खाना खाने भन्दा यहाँ यता ज्वाइँ रेडी हुँदै हुनुहुन्छ यसो बाहिर निस्केको छौँ होइन ज्वाइँ म बहिनी यो बहिनी ज्वाइँ आज बहिनीको चाहिँ बर्थडे अनि हामी चाहिँ यसो अब बर्थडे विस पारेर चाहिँ यसो खानपिन गरौँ साथीजना दुईजना मिलाउँ भनेर हामी भेटघाट गर्न हिँडेको हो होइन तपाईँलाई जानकारी हर अपडेट दिइरहन्छु म हामी चाहिँ टक्क निक्लिरहेको छौँ अहिले हामी छौँ दुबईमा है त त्यो चाहिँ हो होइन तलबाट चाहिँ यो सिउनीबाट चाहिँ पार जानुपर्छ हामी होइन उहाँ दुईजना चाहिँ हिँडिराख्नु भएको छ हामी यो सिउनीबाट चाहिँ पार जान्छौँ है त पार गरेर पारिपट्टि जान्छौँ यस्तो छ हेर्नुहोस् यो चाहिँ हो हाम्रो दुबईको नाइट भ्युज कस्तो लाग्छ हेर्दै गर्नु होला यो लिफ्ट हो हामी यो लिफ्टबाट चाहिँ माथि जानेछौँ र यहाँको टक्कला चाहिँ ल हेर्नुहोस् यो टक्क बाहिर आयौँ यहाँ चाहिँ हिँड्ने सिस्टम दामी बनाएको छ हेर्नुहोस् गाइज यो चाहिँ एकदम क्रस गर्नको लागि मान्छेहरूलाई क्रस गर्नको लागि बनाएको लिफ्ट टक्क लाएर चाहिँ होइन रोड क्रसको लागि चाहिँ बनाएको छ दामी ठाउँहरू छ हेर्नुहोस् हरेक कुराहरू होइन म तपाईँलाई देखाउँदै जानुहोस् मजाले हेर्नु होला है त क्रस गर्नुपर्छ यो होइन ल हेर्नुहोस् यो चाहिँ भनेको दुबईको सिस्टम यहाँको सिस्टम यस्तो राम्रो छ हेर्नुहोस् यतापट्टि रोड छ होइन रोड क्रस गर्नको लागि सिस्टम बनाएको छ टक्क लाएर चाहिँ हरेक कुराहरूको चाहिँ लिफ्टको व्यवस्था पनि गरेको छ यतापट्टि पनि रोड छ होइन हेर्नुलाई यतापट्टि पनि झिलिमिली रोड छ होइन यसरी हरेक कुराको सिस्टम बनाएको छ यहाँनिर चाहिँ फेरि हामी पनि यो लिफ्टमा चढेर चक्क तल जान्छौँ ल हेर्नुहोस् है त हामी त्यो लिफ्टबाट चाहिँ ठ्याक्क निस्केर बाहिर आएको छौँ होइन अब हामी हिँडिरहेको छौँ ट्याक्क लगाएर चाहिँ लिफ्ट सिस्टम भन्ने कुरा यस्तो छ हेर्नुहोस् दुबई भने एकदमै राम्रो एकदम व्यवस्थित होइन त्यस्तै नै हो सिस्टम भनेको चाहिँ सबै कुराहरू रमाइलो एकदम चिल आउँछ हेर्नुहोस् यो हो दुबई है दुबईमा छौँ हामी अहिले टक्क लगाएर चाहिँ हेर्नुहोस् गाइस हजुरहरूलाई जानकारी दिँदै गर्नेछु होइन बेला बेला भन्ने नै गर्नेछु के कस्तो खानाहरू पाउँछ कस्तो पाउँछ के होटलहरू छ सबै भन्छु म हजुरलाई जानकारी दिन्छु त्यहाँ गइरहेको छौँ खाना खानको लागि टक्कलाई चाहिँ होटलहरू इन्डियन नेपाली तपाईँलाई के खानु मन लाग्छ हरेक किसिमको व्यवस्था चाहिँ हुन्छ यहाँनिर सबै पाउँछ होइन भन्न दुबई मात्रै हो तर सबै हरेक कन्ट्रीको छ क्या यहाँनिर चाहिँ हेर्नु न ल हेर्नुहोस् त मान्छेहरू सबै काम गर्नेदेखि लिएर ठुल्ठुलो मान्छे घरमा हिँड्ने हरेक मान्छेहरू पनि हामीले पाउन सक्छौँ यहाँनिर है त ल म हजुरलाई अपडेट गरेँ दुबईको केही उयोहरू सिनहरू ल हेर्नुहोस् त यस्तो दामी ठाउँहरू छ है यहाँनिर यस्तो भाइ दुबईको चहल पहल एकदमै राम्रो ठाउँहरू छ है हामी यहाँबाट अब पार्किङ गऱ्यौँ होइन कलाएर चाहिँ यो चाहिँ हो दुबईको अल गुवेबा बस स्टेसन यहाँ चाहिँ बसहरू जहाँबाट जाने हो दुबईको केही ठाउँहरूमा जानलाई बसहरू लाग्ने गर्दछ यो चाहिँ त्यो हेर्नुहोस् है यस्तो ठाउँमा मस्जिद राखिदिएको हुन्छ यहाँको धार्मिक जस्तो नेपालको धार्मिक मन्दिर भने जस्तो यहाँको चाहिँ यस्तो यो मस्जिदहरू राखिदिएको हुन्छ प्रे गर्नको लागि बिहान बेलुका साँझ होइन सम्पूर्ण किसिमको यो चाहिँ राखेको हुन्छ होइन ल हेर्नुहोस् त है कस्तो राम्रो छ क्या राम्रो एकदम व्यवस्थित ल हेर्नुहोस् त व्यवस्थित भनेको व्यवस्थित नै हुन्छ क्या यो चाहिँ मेट्रो हेर्नु त बसहरू बस स्टेसन यो चाहिँ नेपालमा हुन्छ नि हाम्रो सेम यस्तै बस स्टेसन यहाँबाट चाहिँ विभिन्न ठाउँमा बसहरू जाने गर्दछ है ल तपाईँहरूलाई म अरू पनि देखाउने छु है त फाइनल्ली बस स्टेसन अल गुवेबा दुबई युएई भन्छ युएईको पनि दुबईको एउटा बस स्टेसन एलआइसी भन्छ तपाईँको अल गुवेबा हेर्नुहोस् है अल गुवेबा दुबई अल गुवेबा हेर्नुहोस् है अल गुवेबा हो यो चाहिँ मेट्रो स्टेसन सहित बजार पनि छ यहाँनिर है मेट्रो स्टेसन बजार नाइट भ्यू हेर्नुहोस् त ल दुबईको दामी भएर चाहिँ होटल हो होइन दामी छ मलाई चाहिँ टक्क लगाएर चाहिँ हेर्नुहोस् त यस्तो दामी होटलहरू छ क्या यहाँनिर यो चाहिँ हो बरदुबई मिना बजार भनेको चाहिँ यो हो है हेर्नुहोस्
ट्राफिक हेर्नुहोस् है म यहाँबाट चाहिँ क्रस हुँदैछु है ला 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 बर्थडे त बर्थडे जसको पनि बर्थडे हो ए निमिषको ल तेरिको ल Happy birthday to you. Happy birthday to you. Happy birthday to Anna. Happy birthday to you. फर्सीको गट्टा लागिरहनु रे छोराको बाबु तिमी भन्नु न यार आज मेरो यस्तो राम्रो महिना छ भन्ने ओ ल ल यो जोडी यसरी नि फलोस फुलोस न ल अब फेसबुक गरेर बिना मेरो पनि यतिकै राम्रो बस ल ओ यो त के हो मेरो त लुगा फेरि म्याक्सी रोड म्याक्सी रोड दादा उता तपाईँ खानु पर्दैन डाइरेक्ट टक्क निस्केको यहाँबाट होइन खानपिन खाएर हो र यहाँ गोर्खा ज्वेलर्स नेपालको पाउने ठाउँहरू सम्पूर्ण किसिमको होइन अन्त अब चाहिँ मान्छेहरूको भइसक्यो नि त बेलुका रातिको 12:30 भइसक्यो अनि त्यो टक्क लाएर हेर्नुहोस् त यसो छ यहाँको एरिया चाहिँ होइन दुबई निस्किरहेको छौँ होइन बहिनीको बर्थडे छोट्ट मनाएर होला चाहिँ सबैजना गइसक्नु भएको छ होइन त्यही भएर हामी चाहिँ यो रातिको 12:30 बजे ल हेर्नुहोस् त सुनसान भइसकेको जस्तो चहल पहल ठाउँ अहिले एकदम सुनसान भइरहेको छ है ल हेर्नुहोस् त्यस्तो हो क्या हामी चट्ट लाएर चाहिँ अब एकदमै राम्रो राम्रो ल हेर्नुहोस् है यस्तो छ भ्युजहरू नेपाल सम्पूर्ण यहाँनिर हुन्छ अनि त्यसपछि बर्थडे मनाएर चाहिँ फर्किरहेको छौँ हामी साथसाथै यहाँ चाहिँ हाम्रो ग्याङ हेलो हेलो रातिको 12 बजे
रातिको 12 बजे बर्थडे मनाएर 4 जना भूतहरू ल हेर्नुहोस् है 4 जना भूतहरू हिँडेछ हामी सबैजना गइसके यी 3 जना मात्रै लुखुर लुखुर के चाहिँ ए सबैजना ल हेर्नुहोस् हेर्नुहोस् यस्तो छ दुबईको बसाइ मान्छेले भन्छन् विदेशको यस्तै है 3 जना मजाले फर्किरहेको छु सबैजना गइसकेपछि 3 जना दुबई पैसामा सुतेर उठेको म ल हेर्नुहोस् गाइस यो चाहिँ दुबईको सिटी सहर भनिन्छ यसलाई चाहिँ होइन हामी चाहिँ यहाँ छौँ अहिले है हामी चाहिँ रुम पुग्न आँटेको छौँ होइन यस्तो हेर्नुहोस् रमाइलो भन्ने कुरो विदेशी बसाइ गर्मी हेर्नुहोस् कस्तो छ दुबईमा मेरो कान्छी बहिनी यहाँ बिचरा हेर त थकै त यस्तो मसिन बिचरा बर्थडे गर्ल आज बर्थडेको दिन बर्थडे मनाउनु पनि छ यस्तो गर्मीमा गर्मी छ यस्तै होला हेर्नुहोस् हामी रुम पुग्दैछौँ बाहिरमा फर्किरहेछौँ जहाँ चाहिँ खोइ के लिन जानु भएको कहाँ आउँदै हुनुहुन्छ जस्तो लागिरहेको थियो त्यहाँ अघि त्यहाँ पर आउँदै हुनुहुन्छ है हामी चाहिँ रुममा आइपुगेको छौँ होइन अब यहाँभित्र जाँदैछौँ हामी बिल्डिङभित्र यस्तो हेर्नुहोस् बसौँ भनेको जस्तो भयो भने ठक्कला चाहिँ बर्थडे मनाएर आइयो रमाइलो भयो कुराकानी भनेको थकित पनि भइयो गर्मी पनि खाइयो त्यस्तै हुन्छ होइन हजुरको यसो सल्लाह सुझाव दिने गर्नु होला होइन के कस्तो हुन्छ मैले बनाएको भ्लग कस्तो लाग्छ के लाग्छ सजेसन दिँदै जानु होला म नयाँ लिएर आउनेछु अहिले अवस्था है आगे आए ये हम हैं ये हमारा दामाद है और ये हमारा बहन है हम तीनों रात के 2 बजे भूतों की तरह घूम रहे देखो रूम में जा रहे हैं हम मुस्कुराते रहिए हंसते रहिए स्वस्थ रहिए बाय बाय